दिन बाहिर हाँसेको, खेलेको, रमाएको मात्रै देख्छन्, घरभित्र कति जिम्मेवारी सम्हाल्न पर्छ, कति जिम्मेवारी सम्हालिरहेको हुन्छ भन्ने कुराहरू बुझ्दैनन् मान्छेहरूले। मान्छेले नै मान्छेको खुट्टा तान्ने प्रवृत्ति छ। जतिसुकै खुट्टा तान्न खोजे पनि, जतिसुकै रिस गरे पनि आफ्नो लक्ष्य समातेर गन्तव्यमा हिँडिराख्न पर्छ। एक दिन अवश्य पनि आफ्नो लक्ष्यमा पुगिन्छ साथीहरू। गफै गफमा मैले भाँडाहरू माझेर पनि सकिसकेँ। अब पखाल्दैछु। दिउँसो अरू नै कामले भ्याइएन साथीहरू, त्यही भएर अहिले रातिको 12 बजे भाँडा माझ्दैछु। एकदमै थकाइ लागिरहेको छ, निन्द्रा पनि लागिरहेको छ, तर के गर्नु अब, खाना नपकाइ पनि भएन, बच्चाहरू छन्, बुढा छन्, आफू एक्लै त भोकै बसे पनि केही हुन्थेन, अब उहाँहरूलाई त भोकै राख्न भएन नि, त्यही भएर सकि नसकी पनि गर्नुपर्छ साथीहरू। हेर्नुहोस् त, अब मैले भाँडा पनि माझेर भ्याउन लागिसकेँ। हजुरहरूलाई मेरो भिडियोहरू कस्तो लाग्छ साथीहरू? जस्तो लाग्छ त्यस्तै हजुरहरूले कमेन्ट बक्समा बताउनु होला। मनपर्छ भने साथ सपोर्ट पनि गर्नु होला है साथीहरू। हजुरहरूको साथ सपोर्ट बिना त कसरी अगाडि बढ्न सकिन्छ र? हजुरहरूलाई त जति नै मनैदेखि धन्यवाद दिए पनि मैले पुग्दैन। हजुरहरूको मायाको ऋणी छु है म।